लगायत हाम्रो चाहिँ एउटा बाम परिसकेको छ यहाँ बाम देखिसकेको छ यता अल राइट हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग यो बजेर सबैजना सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै नै छु आज चाहिँ हामी हिजो पानी परेर खोला बढेको कारणले बल्छी थप्न आइसकेको छौँ यहाँ दुईजना छ अझै साथीहरू अब उता तल गएर अलि ठुलो रहेछ के अरे यता यो खोलाको नाम हो कालीगण्डकी हामीर गदुला खोज्ने कुरो चलिरहेको के अरे यता यहाँ यस्तो छ ठाउँ मारेला नि बामसाम यस्तो बल्छी सल्छी त तयार छ कि तर गदुला छैन यहाँ खोज्नतिर लागिरहेको छ यहाँ अब यहाँ टक्क थाप्ने बेलामा मिल्छु यहाँ बल्छी थाप्ने बेला हामीले चाहिँ गदुला खोजेर भइसकेको छौँ यहाँभित्र अनि उ त्यता बल्छी सल्छी पनि थापिसक्यो अलिअलि बल्छीमा केही पर्छ कि भन्ने आशा हो परेट हो के अरे ओ केटा हो आँसी साँसी मैले पुगेर जानुपर्ने भयो नि त नि यहाँ यसो हामीलाई उतानिर मेरो चाहिँ यहाँ थापिरहेको छ सब तयारीमा छन् कि परे त हो टक्क ठुलो चिज होइन कसरी पर्दैन हेर म अब केही पऱ्यो भने देखाउँछु हजुर तपाईँ हाम्रो चाहिँ एउटा बाम परिसकेको छ यहाँ देख्न सक्नुहुन्छ सानो छ यहाँबाट झिकेको तर यो बल्छीमा परेको के अरे यो अनि यो बल्छी चाहिँ यो बाम पार्यो तर फेरि अर्को बाम नि परेर रहेछ के अरे अनि उस भयो के चुड्डियो के अर्को बामले चाहिँ चुडाल्यो त्यसैले यहाँ तनावमा छु अब अर्को नि बल्छी थाप्दैछ के अरे हेरौँ के हुन्छ फेरि अर्को बाम पऱ्यो भने देखाउने छु हजुरहरूलाई हाम्रो यहाँ बाम देखिसकेको छ यता बाम उदेल देखेर के अरे बाम समात्न लगाइरहेको छ डुबेर ओ समाते क्या समातिस छिटो यता लिएर आइज छेउमा लिएर आइज छिटो ओ छिट लिएर आइज नि यता छिट लिएर आइज कि यता छिट लिएर आइज कि यता ओ काँडा गढेन छिट लिएर आइज कोठीभित्र हातले ठिकै ओ बम मारिसकेको छ यहाँ गाइस बम मारिसकेको छ भर्खरै झिकेको यसले भर्खरै ओ काने 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 घोडो काने यता छ गाइस पौडी सौडी खेल्यो हामी यहाँ टक्क रमाइलो गरियो 1-1.5 घन्टा त खेल्यो होला हामी यहाँ पौडी टक्क मजै आयो अब चाहिँ घरमा भन्दा छ केटाहरूले अब जान्छ होला नि उयो काने समातेछ त म त त्यत्तिकै होला नि भनेको त काने समातेछ ल यहाँ चाहिँ राम्रो काम गरेर चाहिँ यो अब हाम्रो खातामा हाल्नुपर्ने भयो यहाँनिर थियो एउटा भित्ते समातेको थियो भित्ते नै हेरौँ न कत्रो कि भयो त अब यहाँ भएन नि बित्तिकै ल ठिकै छ अर्को समाते क्या हो त्यो यहाँले त टप्पो हालेको त मारिसकेको छ यहाँ लाइनमा सबै माछा त्यही हो अब घर गइन्छ अब जान पर्ला जस्तो खबर अब रमाइलो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनु होला अब आजको लागि यति नै फेरि भेटौँला।